सिस्टर धेरै पछि आउनु भएको छ मेरो माई डियर सिस्टर हेलो कति महिनामा भेट भयो हामी 3 वर्षमा कति महिना भनेपछि ए 1 महिना खुसी लागिरहेछ ल ब्युटिफुल पिपल देखिरहेछ हामी चाहिँ अब पिज्जा खान गएको छौँ फेरि हामी त कति खान्छौँ हैन यो चाहिँ चिज पिज्जा हो माई डियरले खान आँट्नु भएको छ दिदीले पनि खान आँट्नु भएको छ खाइहाल ल अब हामी चाहिँ खान गएको छौँ दिदी फर्स्ट टाइम बाइट यसो गर्नु न यसो त्यहाँ गर्नु न त्यहाँ नै माई डियर खानुहोस् त ए खै त्यहाँ भएन त खानु त अब योलाई के भन्छ माई डियर है हामीले अब माई डियर खाना आँट्नु भएको छ ल चाख्नुहोस् त हजुर कस्तो भयो मिठो याम्मी ल अब हामी पनि खाना गइरहेको छौँ गर्नु नि त भयो हामी चाहिँ किम्बाप खाना गइरहेको छौँ दिदीको चाहिँ अब दिदी फर्स्ट टाइम हो कि सेकेन्ड टाइम हो कि थर्ड टाइम हो सरी त्यो चाहिँ दिदीको जस्तो जकिङ गरेको उहाँले चाहिँ पहिला खानुभएको थियो अब हामी चाहिँ खाना गरिरहेको छौँ वाउ किम्ची तर किम्ची खान्छ मलाई यो मनपर्छ नेक्स्ट लास्ट टाइम पनि खाएको थियौँ माई डियर र माई सिस्टरले खाँदै रहन्छ खानुहोस् त धेरै नजिक पो आयो त अलिक ब्याक गर्नुहोस् त तपाईँको अनुहार खै हौ दिदीले ट्राई अन्टिल बी डाई दिदी यस यस गुड हाउ कस्तो छ दिदी हाउ इज इट टेस्टी ल मन खाना गइरहेको छु यो चाहिँ माई क्याफे हो यस्तो दामी छ मिसल बजार हो कति राम्रो भ्यू आएको छ वाउ सो नाइस मेरो डियरहरूले चाहिँ यहाँनिर फोटो खिच्दै हिँड्छ हामी पनि खिच्दैछौँ है हामी पनि यहाँ छौँ ल